नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ मिनी भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। मलाई हैन साथीहरु 5:30 बजेतिरको काम मिलेको छ। 5:30 बजेको काम भेटाउनको लागि मैले 5:15 सम्म हिँड्नु पर्ने हुन्छ घरबाट। आजभोलि बिहान 4 बजे नै उज्यालो भइसकेको हुने रहेछ। सो त्यसले मलाई अहिले काम जानको लागि त्यति असजिलो त छैन, तर एक टाइममा 6 बजे उज्यालो हुन्छ नि, त्यतिखेर चाहिँ म कसरी जाने होला त्यो कुरा सोच्दा सोच्दै म चाहिँ काम पुगिसकेको थिएँ। काममा पुगेर नि काम गरेर नि 6 बजेतिर रुम फर्किहाले। साथीहरु त्यो काम चाहिँ मेरो जम्मा 1500 को मात्रै हो। टाइम नि 15-20 मिनेट मात्रै लाग्छ। काम चाहिँ झाडु पोछा मात्रै गर्ने हो। काम गरेर आइसकेपछि म चाहिँ 6 बजेदेखि 9 बजेसम्म सुते। त्यसपछि दुई आमा छोरी हामीहरु भान्साकोठा खाना खान गयौं। खाना पनि खायौं। खाना खाइसकेपछि त अभियसली भाँडा धुनै पर्छ अनि मम्मीले चाहिँ भाँडा बाँच्नु भयो, मैले चाहिँ पखाले। यदि म घरमै छु भने त मेरो भाँडा धुने ड्युटी नै भइहाल्यो। यदि मान्छेहरु घरमै छन् भने म कहिले नि भाँडा एक्लै धुदिन साथीहरु। कोही न कोही आइहाल्छन् के साथीहरु मसँग भाँडा धुन। कि त मेरो बुढा आउनुहुन्छ, कि त सासु मम्मी, कि त मम्मी। म आफैले यति लकी फिल गर्छु नि। सो आजलाई यति नै साथीहरु, भेटौँला अर्को नेक्स्ट भिडियोमा। त्यतिन्जेलसम्म यो भिडियो हेर्दै गर्नु होला। हेर्ने मात्र हैन, माया नि गरिदिनु होला।